हेलो गुड मर्निङ। यो चाहिँ बुद्ध मोनेस्ट्री हो। अनि यहाँ पानी कसरी चढाउने भन्दाखेरि चाहिँ एक साइडमा बलहरू राखिदिएको हुन्छ। अनि यहाँ चाहिँ आएर आफूले बलमा पानी भरेर यसरी 2 अन्जुलीले समाएर लानुपर्ने हो खासमा। तर मैले चाहिँ भिडियो पनि बनाउँदै थिएँ नि त, त्यो भएर मैले चाहिँ एक हातले मात्रै समाइरहेको छु। अनि यो सिधा स्ट्याचुको अघि चाहिँ एउटा ठुलो बल छ, मतलब पोखरी जस्तै भनौँ न। अनि त्यहाँनिर चाहिँ आफूले विस गरेर चाहिँ त्यहाँ हाल्नुपर्छ पानी चाहिँ यसरी। तर मेरो चाहिँ पानी छक्लिएर पोखिएर चाहिँ अलिकति मात्रै रहेको थियो, पानी एकदमै कम्ती थियो। मैले चाहिँ घोप्टाइसकेको थिएँ भनौँ न, आधा। अनि यहाँनिर चाहिँ हामीले कोइन पनि लगाएर चाहिँ विस गर्नु मिल्छ। अनि यो जुन चाहिँ पानी हालिसकेपछि यो बल हुन्छ नि, त्यसलाई चाहिँ यता राइट ह्यान्ड साइडमा चाहिँ त्यहाँनिर राख्ने जग्गा हुन्छ, हामीले त्यहाँनिर राखिदिनुपर्छ। अनि यो चाहिँ यसरी विस गरेर हामीले पैसाहरू यसरी यो पोखरीभित्र हाल्नु मिल्छ है। यहाँनिर चाहिँ आई थिङ्क आफ्नो विसहरू लेखेर हाल्नुपर्ने होला। त्यो मैले चाहिँ अन्दाजी मात्र भनेको है। यो चाहिँ के हो, कस्तो दामी, फेरि पिपलको पात जस्तै मौरी पुरा भन्किँदो रहेछ यसमा चाहिँ। के रहेछ यार? के लेख्नु पर्ने रहेछ? केको लागि प्रार्थना गरेको त्यहाँ लेख्नुपर्ने छ हो। अन्त आई विश टु डिक्लेयर माई के मागेको त्यही लेख्नुपर्ने होला। मागेर विश गरेर राख्नुपर्ने हो कि के हो जस्तो लाग्छ मलाई चाहिँ। यस्तो उयो गर्नुपर्छ होला, गुड हेल्थ होइन। के विस गर्नु होला गाइसमा चाहिँ? गुड लक, सधैँभरि मलाई गुड लक लागिरहोस् भनेर लेख्छु होला हौ। हेरौँ के लेख्नु। मैले चाहिँ लेखेर चाहिँ यहाँ राख्न लाँदैछु। मैले आफ्नो फ्यामिलीको लागि, मेरो लागि चाहिँ लेखेको छु। मलाई त कहाँ हाल्नु भयो। एनिवे यतै हालिदिन्छु। मैले गरेको प्रेयरहरू चाहिँ एकदमै निसाक्षी भएर, सत्य भएर आओस् है।